हेलो एन्ड नमस्ते सबैजनालाई साथीहरु सबैजना सन्चै हुनुहुन्छ होला म पनि एकदमै धेरै सन्चै छु र मेरो सानो पनि एकदमै धेरै सन्चै छ ठीक छ अनि के साथीहरु हजुरहरुको बेबीहरु चाहिँ कति महिना कति वर्षको पुग्नु भयो नि मेरो चाहिँ बाबु भर्खरै 5 महिना पुग्यो कि 5 महिना पुगेर 6 महिना लाग्यो तर महिनाले चाहिँ कम्प्लिट भइसकेको छैन उ तर पनि उ चाहिँ अनि यति धेरै छुकछुक गर्न सुरु भइसकेको छ उसको चाहिँ यता जाने उता जाने मामुको ब्लगमा उसलाई पनि आउनु परेको छ हैन हैन सानो अनि के उनीहरुको नङ यति छिटो पलाउने कि भगवान मैले 3-4 दिन जस्तो म काट्दा फेरि पनि यति छिटो आउँछ कि कुरा छोड्दिने नि क्वार 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 पार्ने हैन चिथर्दिने आफ्नै फेसमा पर्ने त्यो के भन्छ डामे डाम बनाउने अब मामुलाई नि कोतार्ने बाबालाई नि कोतार्ने छप्पैलाई कोतारेर बस्छ नि त मेरो सानुले अनि हजुरहरुले चाहिँ के आइडिया लगाउने गर्नुहुन्छ नि यति धेरै हात चलाउने यति धेरै खुट्टा चलाउने हैन नङै काट्दाखेरि हातै काटेला जस्तो हुन्छ क्या अनि त्यो भएको कारणले गर्दाखेरि आज चाहिँ मैले कस्तो निन्जा टेक्निक लगाएर नङ काट्दै छु उसको भनेर हजुरहरुले पनि ट्राई गर्न सक्नुहुन्छ है त यदि अब सबै बच्चालाई काम लाग्छ भने त छैन मैले चाहिँ उसलाई के गर्छु हजुरहरुलाई पनि सायद काम लाग्न सक्छ है त नङ काट्ने बेलामा चंग हात चलाउने बेबीहरुको लागि हाय भन्जु ओके लेट्स स्टार्ट है त ओके यहाँ छ मेरो नङ काट्ने औजारहरु सबै थरी मलाई चाहिँ हस्पिटलले नै दिएर पठाएको थियो कि अनि यो भित्र चाहिँ यो कैचीले हामीले नङ काट्न सक्छौं अनि त्यसपछि चाहिँ यो चाहिँ यस्तो गरेर उनीहरुको नाकमा अड्किएको त्यो फोरहरु भनौं न सिंगानको पाप्राहरु तान्ने हो अनि यहाँ भित्र छ कस्तो राम्रो के मलाई सबैभन्दा चित्त बुझेको भनेको चाहिँ यस्तो काइयो हो के साथीहरु हेर्नु न कस्तो राम्रो छ के अनि यो काइयोमा चाहिँ हजुरहरुले देख्न सक्नुहुन्छ के यस्तो टाइपको यो बुट्टे वाला धार छ नि त देखिरहनु भयो होला हैन हो यसले चाहिँ कपाल कोर्नलाई कस्तो सजिलो हुन्छ के बच्चाहरुको विशेष गरी हैन उनीहरुलाई दुख्दैन नि त एकदमै सफ्ट हुन्छ उनीहरुको स्किन त्यो भएको कारणले गर्दाखेरि चाहिँ एकदमै सोचेर सम्झेर बनाएको हुन्छ भने यहाँ रहेको छ नङ काट्ने कैची ओके अब चाहिँ हामी मेरो निन्जा टेक्निक लगाएर नङ कट गर्ने ओके बाबा आउ यता आउ ओके सानो हजुरको नङ ल्याउनुस् त नङ काट्नु पर्यो ओ अब यसरी हात निकाल्छ नि त उसलाई म के भन्छु हैन बडा साने बड त जानी हुँदो रहेछ बडा भनेपछि चाहिँ ऊ एकदमै स्टप हुन्छ कि अब पछि टिप्नलाई भएको फोरहरु चाहिँ हैन अहिलेको लागि भने मेरो लागि नङ काट्नु ठुलो कुरो के बडा साले त त्यसरी हात तान्नी हो सबै मामु बाबालाई कोतार्नलाई बाँकी राख्यो नङहरु त्यसो गर्नु हुन्न बाबा पख त यहाँ नङ काट्छु ल मामुले कट पार तिम्रो फेरि आउँदैन के भने बेलामा ठिकै छ अहिले पछि तानमा बडा साने त बड त जानी हुँदो रहेछ उसलाई बडा भन्ने शब्द चाहिँ साथीहरु खै के हुन्छ कुनै उसलाई हैन रुन त रुन्छ फेरि अलिबार ठुलैसोले भन्यो भने एकछिन भन्यो भने चाहिँ रुँदैन के त्यो भएर पनि मैले यही आइडिया लगाउँछु बडा मामुले गाली गरे पनि बुझ्दैन कि के हो यो सानेले बडा भने बुझेनौ तिमीले रुनु पर्छ कि पर्दैन गाली गरी भनेर हो चुपचाप लागेर बस्ने तिमी हो थ्यांक यू ओके अब अर्को है अब अर्को एउटा त सकाए बडा सारे त बड त जाने हुँदो रहेछ कहिले पनि नङ काट्नै नदिन त मामुलाई बडा गर्न नपुगेको पछि यो सबै टिपेर फाल्नु पर्छ बाबा आएपछि बाबालाई कोतार्ने मामुलाई कोतार्ने आफैलाई कोतार्ने रातभरि बडा गर्न नपुगेको मेरो बाबालाई यो छेउछेउको चाहिँ बाँकी रहने आफैले कोतार्ने के बडा ल भयो लास्ट ल ओके साथीहरु यति छिटो काटिन्छ के ऊ यति धेरै स्टप भइदिन्छ के हैन एकदमै त्यो गाली गरे भन्ठान्छ के अनि चुप लागेर चाहिँ फेरि अरु कसैलाई पत्याउँदैन के मलाई चाहिँ पत्याउँछ यो कुरामा चाहिँ उसले मान्छ के उलाई कैची चाहिराखेछ हुन्न बाबा हात काटी गर्छ अब यो फोर अहिले टिप्नु पर्ने छ तिम्रो ओके खुट्टाको ल बडा तर खुट्टामा चाहिँ छैन रहेछ खुट्टामा चाहिँ खासै पलाएको छैन ठिकै छ ल खुट्टामा खासै छैन रहेछ साथीहरु यस यो निन्जा टेक्निक चाहिँ हजुरहरुले पनि लगाउनु होला राख्नु बच्चाको नङ त्यसैगरी कट भएर काट्न नबिर्सिनु होला यदि मेरो च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने आज नै गएर सब्स्क्राइब गर्नु होला यस्ता सानातिना टिप्सहरु त म फेरि प्याट दिइराख्ने के साथीहरु त्यो भएर च्यानललाई सब्स्क्राइब गर्नु होला लाइक कमेन्ट सबै थरी गर्नु होला
अरू पनि भ्लगहरू म बनाउने नै छु हैन। नङ पनि काट्यो, बिहान नाना पनि फेरिसक्यो, अब कपाल काहीँ करी गर्नुपर्छ। हस् यो कसको काहीँ हो? मामुले कोर्न मिल्दैन हजुरको। हस् सफ्टमा छ। हजुरलाई मन पर्यो? यो खेल्ने हैन। हस् अरू नै खेल्ने कुरा दिन्छु। यो भित्र हालेर मामुले सबै कुरा यो भित्र हालेर हजुरलाई दिन्छु। हस् ल यो बक्सा खेल्नुस्, लाउनुस् ल यसरी खेलाउनु पर्छ। गाह्रो छ साथीहरु, गाह्रो छ। अनि यो बच्चाहरुले कपाल कहाँबाट भेट्ने हो? यो भुइँतिर। हुन त मेरो कपाल यति धेरै झरेछ कि यो डेलिभरी भइसके पछाडी हुन त प्रेग्नेन्सी जर्नीमा नि झरेकै थियो कि। अनि किनभने फेरि मेरो चाहिँ अलिक कपाल बाक्लै थियो पहिलाबाट नि, अनि त्यो भएको कारणले गर्दा पनि त्यस्तो झरेको जस्तो चाहिँ देखिँदैन हैन। लाग्छ बाबा त्यस्तो गर्नुहुन्न। अनि तर पनि एकदमै धेरै झरेको छ। अनि उसले चाहिँ कति धेरै भएमा यति धेरै त्यो कोरोले कोर्छ, कोरो भन्छ जापानिज चाहिँ, अब नेपालीमा चाहिँ के भन्छ त्यो जम्मै फोर त्यो टेप जस्तो तानेर लिएर आउँछ कि। अनि त्यस्तोले कति धेरै त्यो सफा गरिराखेको हुन्छ हैन। तै पनि कति धेरै भेटिराख्छ के साथीहरु। कपाल नझर्ने टिप्स के औषधिहरु छ भने प्लिज मलाई रिकमेन्ड गरिदिनु होला है। केले ठ्याक्कै स्टप हुन्छ त्यो चाहिँ मलाई भनिदिनु होला हैन। हुन त मैले अहिलेको लागि ड्रग स्टोरबाट औषधिहरु चाहिँ लिएर आएर युज गरिराखेको छु। अलिअलि कमी चाहिँ भएको छ, तर पनि उसलाई चाहिँ अब एउटा त्यहाँबाट मात्रै भयो नि, घाँटीमा पुगेर अड्क्यो भने त गाह्रो हुन्छ। त्यो भएको भएर चाहिँ मलाई प्लिज रिकमेन्ड गरिदिनु होला हैन त बाबा। आजको लागि चाहिँ हाम्रो नङ काट्ने कार्यक्रम, कपाल सफल कोर्ने कार्यक्रम सकियो। हाम्रो च्यानललाई, मामु छोरोको च्यानल, बाबाको च्यानललाई चाहिँ सब्स्क्राइब गर्न नबिर्सिदिनु होला। नमस्कार गरिसके। थ्यांक यू फर वाचिङ। बाई बाई भन्दियो। बाई बाई बाई।